पैसाको कुरा गर्दा ज्ञान ठूलो कि व्यवहार? आज हामी यही रोचक विषयमा कुरा गर्दैछौँ। खासमा पैसा कमाउनु, जोगाउनु र बढाउनुमा हामी कति जान्दछौँ भन्नेले भन्दा पनि हाम्रो बानी बेहोराले कति धेरै फरक पार्छ भन्ने कुरा हेरौँ। ल, दुईजना मान्छेको कथा सुनौ है त। एकातिर हुनुहुन्छ रिचर्ड फुस्कोन, एकदमै पढे लेखेका, हार्वर्डबाट MBA गरेका, मेरिल लिन्च जस्तो ठूलो कम्पनीका हाकिम। अनि अर्कोतिर हुनुहुन्छ रोनाल्ड रिड, सामान्य हाई स्कुल पास गरेका, चौकीदार र ग्यास स्टेशनमा काम गर्ने मान्छे। सुन्दा नै लाग्छ नि उनीहरूको आर्थिक अवस्थामा आकाश जमिनको फरक थियो होला। अब प्रश्न यो आउँछ, यी दुईमध्ये कसले होला त $80 लाख मतलब करिब 1 अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति जोडेर संसारबाट बिदा लिए? जो कोहीले पनि सोध्छ, पक्कै पनि ती ठूला हाकिमले नै कमाए होलान्। तर के साँच्चै त्यस्तै भयो त? पत्याउनुहुन्छ, त्यो विशाल सम्पत्ति कमाउने व्यक्ति थिए ती चौकीदार रोनाल्ड रिड। उनले आफ्नो जीवनकालमा चुपचाप $80 लाख भन्दा बढी जम्मा गरे। अनि ती हार्वर्ड पढेका ठूला कार्यकारी रिचर्ड फुस्कोन, उनी त टाट पल्टिए। अब कसरी भयो त यस्तो? रोनाल्डले केही ठूलो काम गरेनन्, केवल आफूले कमाएको थोरै थोरै पैसा बचाए र दशकौंसम्म धैर्य गरेर लगानी गरिरहे। उता फुस्कोनले आफ्नो सारा ज्ञान र दिमाग हुँदाहुँदै पनि सबै गुमाए। यही कथाले नै आजको हाम्रो मुख्य विषयलाई छर्लङ्ग पार्छ। यो अचम्मको कथाले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ। त्यो के हो भने, पैसा कमाउनु र त्यसलाई व्यवस्थापन गर्नु भनेको कुनै रकेट साइन्स होइन। यो त एउटा सफ्ट स्किल हो, अर्थात् ज्ञानभन्दा बढी व्यवहारको कुरा हो। अनि यही व्यवहारको अध्ययनलाई पैसाको मनोविज्ञान भनिन्छ। यसमा कुनै ठूलो हिसाब किताब वा फर्मुलाको कुरा हुँदैन, बरु हाम्रो रिस, लोभ, डर जस्ता भावनाले र हाम्रो बानी बेहोराले पैसा सम्बन्धी निर्णयहरूमा कस्तो असर पार्छ भन्ने कुराको अध्ययन हो। एक किसिमले भन्दा यो आफैलाई बुझ्ने एउटा तरिका हो। प्रसिद्ध लेखक मोर्गन हाउसेलले भने जस्तै पैसाको मामिलामा सफल हुन हामी कति बाठो छौँ भन्नेले खासै फरक पार्दैन, तर हाम्रो व्यवहार कस्तो छ भन्ने कुराले चाहिँ धेरै ठूलो फरक पार्छ। मतलब एकदमै तेज दिमाग भएको मान्छेले पनि यदि आफ्नो भावनालाई काबुमा राख्न सकेन भने ऊ आर्थिक रूपमा डुब्न सक्छ। तर सामान्य मान्छेले पनि धैर्य र अनुशासन देखायो भने ऊ धनी बन्न सक्छ। अब प्रश्न उठ्छ, किन मान्छेहरू पैसालाई लिएर यति फरक तरिकाले सोच्छन् र व्यवहार गर्छन् त? कोही एकदमै कन्जुस, कोही एकदमै फजुल खर्च गर्ने। यसको जवाफ के हो भने, पैसाको बारेमा कसैको पनि सोच पागलपन हुँदैन। हरेक व्यक्तिको सोच उसको आफ्नै जीवनको अनुभव, उसको भोगाइले बनेको हुन्छ। यो नम्बर हेर्नुस् त, संसारको वित्तीय इतिहासको 0.0000001%। यति सानो हिस्सा मात्र हामीले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गर्छौँ। तर अचम्मको कुरा के छ भने, यही सानो अनुभवले नै संसार कसरी चल्छ भन्नेबारे हाम्रो लगभग 80% सोचाइ बनाइदिन्छ। मतलब हामीले जे देख्यौँ, जे भोग्यौँ, त्यसैलाई नै हामी पुरै सत्य मान्न थाल्छौँ। अझ रोचक कुरा के छ भने, हामी कुन समयमा र कुन ठाउँमा जन्मियौँ भन्ने कुराले पनि पैसा र लगानीप्रतिको हाम्रो सोचाइमा ठूलो असर पारेको हुन्छ। उदाहरणको लागि यो चार्ट हेरौँ। जो मान्छे सन् 1970 मा जन्मियो उसले आफ्नो युवा अवस्थामा, मतलब 13 देखि 28 वर्षको उमेरमा शेयर बजार 10 गुणाले बढेको देखियो। उसको लागि त शेयर बजार भनेको पैसा छाप्ने मसिन जस्तै भयो। तर जो मान्छे सन् 1950 मा जन्मियो उसले त्यही उमेरमा बजार खासै नबढेको, जस्ताको तस्तै रहेको देखियो। उसको लागि शेयर बजार जोखिमपूर्ण र फाइदा नहुने ठाउँ बन्यो। अब भन्नुहोस्, यी दुईमा कोही बाठो वा कोही लाटो हो त? होइन। उनीहरूले केवल आफ्नो समयको फरक आर्थिक संसार देखे र त्यही अनुसारको पाठ सिके। हो, यही हो कारण। फरक अनुभवले फरक सामान्य ज्ञान बनाउँछ। जसले आफ्नो जीवनमा चर्को महँगी भोग्यो उसलाई ब्याङ्कमा पैसा राख्नु पनि पैसा जलाउनु जस्तै लाग्न सक्छ। जसले कहिले आर्थिक मन्दी देखेन उसलाई शेयर बजार डुब्छ भन्दा डरै लाग्दैन। गरिबीबाट आएको मान्छेले जोखिमलाई हेर्ने नजर र धनी परिवारमा जन्मेको मान्छेले हेर्ने नजरमा आकाश जमिनको फरक हुन्छ। मतलब किताबमा पढेको ज्ञानभन्दा हामीले भोगेको अनुभव धेरै शक्तिशाली हुन्छ। अब यति कुरा बुझिसकेपछि एउटा कुरामा स्पष्ट हुन जरुरी छ। यदि पैसाको व्यवस्थापन गर्न गाह्रो लाग्छ भने आत्तिनु पर्दैन। यो एकदमै सामान्य कुरा हो। किनभने हामी जुन आधुनिक वित्तीय प्रणालीमा छौँ नि, यो आफैमा एकदमै नयाँ कुरा हो। हामी सबै यसमा नयाँ खेलाडी रौँ, सिक्दैछौँ। यो टाइमलाइनलाई हेरौँ न।
मान्छेले कामबाट रिटायर भएर बाँच्ने भन्ने सोच नै 1940 को दशकतिर मात्रै सामान्य भयो। त्यसअघि त धेरैजसो मान्छे नमर्ने बेलासम्म काम गर्थे। अमेरिकामा हामीले सुन्ने 401k जस्ता रिटायरमेन्ट प्लान सन् 1978 मा आयो। रथ IRA त झन् 1998 मा। यदि यो मान्छे हुन्थ्यो भने भर्खरै त वयस्क हुँदैछ। यसको मतलब हामी हाम्रा आमा बुवा बाजे बराजुले कहिले नभोगेको आर्थिक संसारमा छौं। त्यसैले हामीबाट गल्ती हुनु कुनै ठूलो कुरा होइन। त्यसैले सालमा भन्नुपर्दा हामीले आफू र अरूले पैसाको बारेमा लिने निर्णयहरूप्रति अलि क्षमाशील हुनुपर्छ। कोही पनि पागल होइन। हामी सबै यो नयाँ खेल सिक्दैछौँ। सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली कदम भनेको के हो भने आफ्नो व्यवहारलाई बुझ्नु। मेरो अनुभवले मलाई पैसाको बारेमा के सिकाएको छ भनेर जान्नु नै पैसामाथि नियन्त्रण पाउने पहिलो खुड्किलो हो। अनि यसले हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। हामीले पैसाको बारेमा आफैलाई कस्तो कथा सुनाइरहेका छौं? हाम्रो जीवनको भोगाइले हाम्रो दिमागमा पैसाको एउटा कथा बनाएको हुन्छ र यही कथाले नै हाम्रो आर्थिक भविष्यको बाटो तय गर्छ। एकपटक सोचौं त, के हामीले आफैलाई सुनाइरहेको यो कथाले हामीलाई साँच्चै अगाडि बढ्न मद्दत गरिरहेको छ त?